नमस्ते सबैजनालाई। आज चाहिँ हाम्रो दर प्रोग्राम। यो चाहिँ हाम्रो फर्स्ट टिज भ्लग हो। हामी सबै आज दर प्रोग्रामको लागि रेडी भयौँ। हामीले दर प्रोग्राममा के गर्यौँ आउनुहोस् हेरौँ। फर्स्टमा चाहिँ हाम्रो खाना बन्यो। खाना चाहिँ एकदम मिठो होला जस्तो छ है। अनि पनिरको तरकारी, सोयाबिनको अचार अनि आलुको अचार र चना चाहिँ एकदमै मिठो होला जस्तो छ है। भोलि हरितालिका तीजको व्रत बस्नको लागि आज चाहिँ हामीले टन्न दर खाएर नाचगान गर्ने विचारमा छौँ। कुरा गर्दा गर्दै मम्मीले यहाँ प्लेटमा सबै कुराहरू रेडी गर्न थाल्नु भइसक्यो। हामी चाहिँ कतिखेर दर खाएर नाचगान गरौँला भनेर वेट गरिरहेको छौँ। पहिला हामी दर खान्छौँ अनि त्यसपछि हाम्रो नाचगान प्रोग्राम पनि सुरु हुन्छ है। यसरी दरमा चाहिँ हामीले धेरै धेरै प्रकारका खानेकुराहरू बनाएर खाने गर्छौँ, जुन चाहिँ एकदमै मिठो हुन्छ। यसरी दिदीबहिनीहरू सबैजना हामी मिलेर दर खाँदाखेरि चाहिँ हामीलाई एकदमै रमाइलो हुन्छ। अनि त्यसपछि हामी नाचगान पनि गर्छौँ। नाचगानको लागि चाहिँ हामी एकदमै एक्साइटेड छौँ। काउलीको तरकारी चाहिँ मैले बनाएको छु, जुन चाहिँ एकदम मिठो भएको रहेछ। अरू खानेकुरा भन्दा पनि धेरै मिठो लाग्यो है मलाई चाहिँ। सानीलाई चाहिँ एकदमै प्राउन मनपर्छ, त्यसैले उसले चाहिँ प्राउन मात्रै खाइ गरिरहेको छ। सबै खानेकुराहरू चाहिँ अरू बेला भन्दा एकदमै मिठो भएको थियो। मलाई चाहिँ पनिर साह्रै मन पर्यो। मलाई चाहिँ पाउन चाहिँ साह्रै मिठो लागेको थियो है। यसरी टन्न दर खाएपछि चाहिँ हामीलाई भोलि गाह्रो हुँदैन, किनकि हामी भोलि पानी पनि नखाइकन व्रत बस्छौँ। खानासाना खाइसकेपछि चाहिँ हामी नाचगानमा लाग्यौँ। तिजमा यसरी सबैजना जम्मा भएर नाचगान गर्दा चाहिँ हामीलाई धेरै रमाइलो हुन्छ। हामी सबैजनालाई राम्रो नाच्न त आउँदैन, त्यही पनि हामी ट्राई गर्छौँ नाच्नलाई। के गर्नु, रहर त लागिहाल्छ नि होइन। हामी नाच्ने मात्रै होइन, हामीलाई गीत गाउन पनि धेरै रमाइलो लाग्छ। मलाई त झन् मादल बजाउनु भनेपछि त यति रमाइलो लाग्छ कि मलाई आउन चाहिँ आउँदैन, तैपनि म यसो अलिअलि ट्राई मात्रै गर्छु। तर कस्तो हुन्छ थाहा छैन है। नाचगान सिद्धिसकेपछि चाहिँ हामीले मेहन्दी लगाउन सुरु गऱ्यौँ। अब भोलिको लागि हामी राम्री पनि त हुनु पऱ्यो नि होइन। अब नेपालीहरूको महान चाड हरितालिका तीजमा त सबैभन्दा ठुलो कुरा त हामी मेकअप गरेर मेहन्दी सेन्दी लगाएर साडी चोलो लगाएर हामी राम्री हुनु सबैभन्दा महत्त्वपूर्ण कुरा हो नि त। त्यसैले अब हामी मेहन्दी लगाउनेतिर लाग्दैछौँ। मलाई चाहिँ मेहन्दी त्यति राम्रो लगाउन आउँदैन, त्यसैले हाम्रो मेहन्दी सेन्दी लगाइदिने मेकअप सेकअप गर्ने चाहिँ हाम्रो सबै काम हाम्रो कान्छी बहिनीले गर्छ, हाम्रो स्मृतिले गर्छ होइन। हामीलाई एकदम राम्री बनाइदिएर अनि बल्ल लास्टमा ऊ राम्री बन्छ क्या जहिले पनि। हामी सबैजनाको मेहन्दी कति राम्रो भएको छ अनि गाढा पनि भएको छ है। हाम्रो तिजमा चाहिँ धेरै नुहाउनु पर्ने भएर हामीलाई चिसो लागेको गर्छ, त्यही भएर हामीले चाहिँ लास्टमा दरसर खाइसकेर नाचगान गरिसकेपछि चाहिँ हामी ज्वानाको झोल खान्छौँ जहिले पनि। हाम्रो तिजको दिनमा चाहिँ मैले फर्स्टमा मेकअप गरेँ। मलाई चाहिँ निकुले एकदम राम्री बनाइदिएकी थिएँ तिजमा। अनि हामी सबैजनाले पालै पालो मेकअप गर्छौँ। फर्स्टमा चाहिँ मैले गरेँ, किनकि मलाई चाहिँ मेकअप गर्न एकदमै हतार लाग्छ। कतिखेर राम्री बनेर भिडियो बनाइहालौँ जस्तो लाग्छ कि, त्यही भएर अनि उसले चाहिँ सबैभन्दा लास्टमा गर्छ जहिले पनि। हामीलाई एकदम राम्री बनाइदिइसकेपछि अनि उसले लास्टमा मेकअप गरेर राम्री बन्छे। अनि हाम्रो जेठी दिदीलाई पनि मेकअप गर्न भनेपछि एकदम मन लाग्छ। दिदी पनि यहाँ मेकअप गर्दै हुनुहुन्छ। अनि मेरो कपाल चाहिँ मम्मीले बनाइदिनु भएको थियो। मम्मीले चाहिँ एकदम राम्रो बाँडिदिनुहुन्छ, त्यसैले मैले मम्मीलाई कपाल बनाउन भनेको थिएँ। अनि हाम्रो म्युसु चाहिँ एकदम खुसी भइरहेको थियो। तिजमा कति बेला हामी रेडी भएर मन्दिर जाने होला भनेर एकदमै एक्साइटेड भएको थियो। अनि उसले पनि पिङ्क कलरको कुर्ता लगाएको। हामी सबैजना राम्री भइसकेपछि मन्दिर दर्शन गरेर आयौँ। मन्दिर दर्शन गरेर आइसकेपछि हामीले हरितालिकाको पूजा लगाएका थियौँ। हरितालिकाको पूजा लगाउन चाहिँ हामीलाई एकदम आनन्द लागेको थियो। हामीले यो चाहिँ धेरै वर्षपछि लगाएको पूजा हो। हामीले चाहिँ यसरी सबै कुराहरू गरेर यसपालिको तिज मनायौँ। तिजमा चाहिँ हामीलाई एकदमै रमाइलो भयो। हामी धेरै खुसी पनि भयौँ। त्यसपछि हामीले मेमोरीको लागि फोटो सेसन गऱ्यौँ। ऋषि पञ्चमीको दिन चाहिँ हामीले मन्दिरमा गएर पूजा लगायौँ। यसपालिको तिज चाहिँ हाम्रो यस्तै रहेको थियो, तर धेरै रमाइलो भयो। हामी सबैजना एकदम खुसी भयौँ हरितालिका तिज यसरी मनाउनु पाएकोमा।
धन्यवाद सबैजनालाई।